अनि सम्पूर्ण हाम्रो एनसीसी मण्डलीका हाम्रा जति पनि विश्वासीजन हुनुहुन्छ, अगुवाजन, हाम्रो पास्टर बा आमाहरू, एल्डर बा आमाहरू, दिदी बहिनी आमाहरू, सबै नानी, सम्पूर्ण सबैलाई ख्रीष्ट अभिवादन। जय मसी। अब हामी मुख्य भागमा आइसकेका छौँ। समय ठिक्कै नापेको जस्तै 12 बजी भएछ है। म धेरै बोल्न चाहदिनँ है, म धेरै बोल्न पनि जान्दिनँ, धेरै पनि नबोलौँ होइन। वचनको लागि पनि अब प्रार्थना भइसकेको छ। हामी एकैचोटि अब विशेष भागमा हामी छिनेछौँ, वचनमा छिनेछौँ अनि छोटो छोटो वचन बोलेर अब अघि नै हाम्रो सूचना पनि हाम्रो पास्टर बुवाले भनिसक्नु भएको छ। अलिकति हामी छोटो हामी मिटिङ पनि गर्नेछौँ होला है, मिटिङ पनि गर्नेछौँ। आजको दिन साह्रै हतार नगरौँ है। आजको दिन साँच्चै भन्नु भने पुरा परमेश्वरलाई दिनुपर्ने हो, तर खै हामी छिटो छिटो सकेर खालि घरतिर कुद्ने मात्रै काम गर्छौँ होइन। र आजको वचन चाहिँ मैले खास के मैले ल्याएको छु भने पुनरुत्थानको बारेमा है। पुनरुत्थान हुन्छ कि हुँदैन, के हो पुनरुत्थान भनेको भन्ने बारेमा आज मैले ल्याएको छु। हामी दानियलको पुस्तकमा हामी सरासर जानेछौँ होला। दानियलको पुस्तकमा दानियल 12 मा जाउँ त हामी। दानियल 12 मा दानियल 12 को 2 मा यहाँ हामी एकचोटि हेर्नेछौँ ल। दानियल 12 को 2 मा के लेखेको छ भने आज मैले चाहिँ पुनरुत्थानको बारेमा ल्याएको छु। अनि 12 को 2 मा यहाँ के भनेको छ भने पुनरुत्थानको बारेमा पृथ्वीको धुलोमा सुतेका भिडहरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि भनेर यहाँ यसरी लेखेको छ है। यहाँ दानियल 12 को 2 मा जुन कुरा चाहिँ जुन पुनरुत्थानको बारेमा मैले लिएर आएको छु वचन चाहिँ आज यो पुनरुत्थानको बारेमा यहाँ यसरी दानियल अगमवक्ताले बोल्दैछ। पृथ्वीको धुलोमा सुतेका भिडहरू उठ्नेछन्, केही अनन्त जीवनका लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि भनेको छ है। यसरी भनेको छ यहाँ, केही चाहिँ अनन्त जीवनका लागि र कोही चाहिँ शर्म र तिरस्कारको लागि भनेर भनेको छ। त्यतिखेर पुनरुत्थान हुँदाखेरि तपाईँ हामीले जसरी यहाँ अहिले जस्तो काम गरिरहेछौँ है, प्रभु येशूलाई विश्वास गरेर हामीले घुँडा टेकेर बप्तिस्मा लिएर अनि त्यति मात्रै गरेका छौँ। हामी वचन पढ्दैनौँ, प्रार्थना गर्दैनौँ, अनि प्रभुले सिकाउनु भएको कामहरू गर्दैनौँ है। आफ्नै सेल्फको मात्रै काम गर्छौँ। आफू मात्रै राम्रो भइहाल्थ्यो, आफू मात्रै माथि जानु भइहाल्थ्यो है, आफू मात्रै राम्रो भइहाल्थ्यो भन्ने गर्दैछौँ कि है। कस्तो खालको काम गरेछौँ के भनेर प्रभुले हामीले वचनभरि यत्रो 66 पुस्तकमा हामीले सिकाउनु भएको छ। त्यो अनुसार काम गरेछौँ कि छैन भन्ने कुराहरू पुनरुत्थान हुँदा चाहिँ यहाँ यसरी मजाले भनिएको छ होइन। कोही अनन्त जीवनको लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि भनेको छ। शर्म र अनन्त तिरस्कारको लागि भनेको कहाँ हो तपाईँ हामीले त्यसरी बुझ्नुपर्ने छ है। र अब हामी फेरि दानियलको 12 को 2 मा त्यो भनेको छ भने मत्तीको पुस्तकमा पनि हामी छिन्नेछौँ। मत्तीको पुस्तकमा जाउँ त हामी फेरि मत्तीको पुस्तक 27 को 52 र 53 मा हामी हेर्नेछौँ। 52 र 53 मा के लेखेको छ म हेर्नेछु, पढ्नेछु। 52 मा लेखिएको छ, चिहानहरू उघारिएर सुति गएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे र तिनीहरू चिहानहरूबाट निस्किएर मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। आमेन। यहाँ मजाले भनिएको छ यहाँ होइन, तपाईँले सुन्नुभएको छ होइन। दानियल के अरे मत्तीको पुस्तक 27 को 52 र 53 मा मजाले भनेको छ,
चिहानहरू उघारिएर सुति गएका धेरै सन्तहरू मृत शरीर जीवित भई उठे भनेको छ। अब त्यतिखेर भनेको यो मात्रै हामीले पढ्यौँ भने दायाँ बायाँ तल माथि हामीले हेऱ्यौँ भने नि हेरिन भनौँ हामी बुझ्दैनौँ कि वचन मात्रै त्यो मात्रै हेरेको छ भने अब त्यसको तपाईँहरूले बाइबल बोक्नु भएको छ भने है कतिपय सानो बाइबलमा चाहिँ अलिकति मिल्दैन तलमाथि हुन्छ होइन पल्लो बनाउँछ तर ठुलो बाइबल ल्याउनु भएको छ ठ्याक्कै त्यो देख्नुहुन्छ माथि त्यसको माथि शीर्षकमा त्यो पन्नामा के लेख्छ भने येशूको मृत्यु भनेर लेखेको छ होइन। अब यो पढ्दै जानु धेरै लामो हुन्छ। त्यहाँ चाहिँ के भनेछ माथि अलिकति मात्र हामी हेर्छौँ भने नि येशू प्रभु जुन दिन चाहिँ उहाँ कल्वरी क्रुसमा टाँगिनु भएको थियो जुन दिन जतिखेर उहाँले आत्मा त्याग्नु भएको थियो नि जसको लागि तपाईँ हाम्रो लागि होइन त्यतिखेर ठुलो स्वरले कराउनु भयो भनेको छ होइन। यहाँ 50मा हामी हेर्छौँ भने यहाँ यसो लेखेको छ अलिकति मास्टर 50मा तब येशू फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। त्यसै घडी मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काँप्न लाग्यो र चट्टानहरू फुटे भनेको छ। अब येशू ख्रीष्ट जतिखेर उहाँले आत्मा त्याग्नु भएको थियो नि त्यतिखेर चाहिँ उहाँले आत्मा त्याग्ने बित्तिकै उहाँको प्राण जाने बित्तिकै चाहिँ त्यहाँ चाहिँ पृथ्वी चाहिँ थरथरी काँपेर चाहिँ भूकम्प गयो भनेको छ अनि चट्टानहरू फुट्यो भनेको छ। त्यतिखेर चट्टानहरू फुटेको बेला चाहिँ यहाँ चाहिँ बाहुनले के भन्छ भने चिहानहरू उघारिएर सुति गएका धेरै सन्तहरूको मृत शरीर जीवित भई उठे भनेर भनेको छ। त्यतिखेर चाहिँ त्यसरी जीवित भई उठेको थिएछ भनेर तपाईँ हामी जान्दछौँ है। तर यो वचन मात्रै मैले भनेको वचन मात्रै पढ्यो भने तपाईँहरूले बुझ्नु सक्दैनौँ तपाईँ हामीले होइन अलिकति मास्तिर दायाँ बायाँ पनि हेर्नुपर्छ। त्यही भएर तपाईँ हामीलाई कतिपय अर्को शिक्षाले हामीलाई झुक्क्याउँछ नि यहाँ यस्तो लेखेको छ त्यहाँ त्यस्तो लेखेको छ हेर्नुहोस् त भन्छ तर दायाँ बायाँ तल माथि चाहिँ के लेखेको छ त्यो पनि तपाईँ हामीले छान्नुपर्छ के यस्तो कुराले हामीलाई झुक्क्याउँछ के। त्यही भएर तपाईँ मैले भनेको छु अहिले मैले 52 र 53 मात्रै पढेँ भने कहाँ हो के हो भनेको तपाईँले बुझ्नु भएन होला तर अलिकति मास्टर हेऱ्यो भने के रहेछ त भन्ने कुरा येशू प्रभु चाहिँ जतिखेर उहाँ बित्नु भयो जतिखेर चाहिँ उहाँलाई त्यसरी कल्वरी क्रुसमा टाँगेर मारेका थिए उहाँ चाहिँ त्यसरी प्राण त्याग्ने बेलामा चाहिँ त्यसरी भूकम्प गयो पृथ्वी डरले काँप्यो थरथरी काँप्यो भनेको छ। मन्दिरको पर्दा 2 भाग भएर च्यातियो भनेको छ आफै च्यातियो त्यहाँ त्यतिखेर भनेर यसरी भनेको छ होइन। अनि मृतकहरू त्यसरी उठे येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे भनेको छ। येशू चाहिँ जब पुनरुत्थान हुनुभयो नि अनि तिनीहरू चाहिँ पवित्र सहरमा प्रवेश गरे भनेर यहाँ यसरी भनेको छ। तपाईँ हामीले अनि मृत्युपछि पुनरुत्थान अवश्य छ भनेर तपाईँ हामीले जान्नुपर्छ किनभने पशु होइन तपाईँ मानव तपाईँ हामी है मानवको जीवन छ होइन हाम्रो शरीर छ शरीर भएपछि त्यो मृत्यु भएपछि हाम्रो अनन्त जीवन पनि छ है। अनि कसरी पुनरुत्थान हुन्छ भन्ने कुराहरू कतिपयले यो बुझ्दैनन्। यहाँ यहुदीहरूले पनि पुनरुत्थानको बारेमा विरोध गरेको छ के उनीहरूलाई यो बारेमा थाहा छैन उनीहरूलाई मन पर्दैन यहुदीहरूलाई पनि है सदुकीहरूलाई पुनरुत्थान हुँदैन भनेर भनेको छ। तर अहिले हामी यसपछि हामी हेर्नेछौँ हामी हेर्दै जानेछौँ होइन। मत्ती 27 को 52 र 53 हामी हेरिसक्यौँ भने अब फेरि हामी मर्कुसमा हामी छिरौँ त मर्कुसको पुस्तकमा मर्कुस 12 को पुस्तकमा हामी छिरौँ त अध्याय 12 को 18 मर्कुस 12 को 18 हामी हेर्नेछौँ। त्यहाँ पनि के लेखेको छ भने पुनरुत्थान र विवाह भनेको छ है। यहाँ पनि पुनरुत्थान र विवाह भनेको छ। मर्कुस 12 को 18 देखि 27 हामी हेर्नेछौँ। त्यहाँ के लेखेको छ भने मृतकहरू पुनरुत्थान हुँदैन भने सदुकीहरू उहाँ कहाँ आए अनि उहाँले सोधे गुरुज्यू मूसाले हामीलाई लेखिदिएका छन् कि कसैको दाजु मरेर निसन्तान भएर पत्नीलाई छोडिराख्यो भने उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खडा गर्नुपर्छ। एउटा परिवारमा 7 भाइ थिए जेठोले एउटी पत्नी ल्यायो अनि त्यो मानिस निसन्तान भएर मर्यो। अब माइला भाइले त्यस स्त्रीलाई बिहा गर्यो र त्यो पनि निसन्तान भएर मर्यो। अनि साइलाले पनि त्यस्तै गर्यो अनि 7 भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुनेछ किनकि ती 7 जनाले त्यसलाई विवाह गरेका थिए भनेर यहाँ चाहिँ
हाम्रा प्रभुलाई कस्तो अप्ठ्यारो क्वेसन लिएर आएको छ कि त्यो सदुकीहरू के तिनीहरू पनि त्यस्तै खतरा थिएछ कि मान्छेहरू। अब यो यहाँ जसरी भनेको छ नि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्ने सदुकी यहाँ तपाईँले देखिसक्नुभयो नि होइन। सदुकीहरू चाहिँ पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू चाहिँ उहाँ कहाँ आएर उहाँलाई त्यसरी भनेको छ होइन। कुनै एउटा अब यो खालको भनेको चाहिँ नि यहाँ सातै भाइले एउटाले जेठोले बुढी ल्यायो श्रीमती ल्यायो बिहे गर्यो अनि त्यो पनि मऱ्यो सन्तान भएन त्यसको लागि दाजुको लागि सन्तान खडा गर्नु महिलाले गर्यो महिला पनि निसन्तान भएर मऱ्यो साइलाले गर्यो ऊ पनि मऱ्यो। अब सातै भाइले त्यो बिहे गरेको छ अनि पुनरुत्थानमा त्यो केटी कसको हुनेछ भनेर यस्तो अप्ठ्यारो क्वेसन प्रभुले सोधेको छ कि है। अब यो चाहिँ हाम्रो नेपालमा हाम्रो संसारमा चाहिँ मैले सुनेको थिएँ हाम्रो शेर्पाहरूको चाहिँ यस्तो हुन्छ अरे भनेको थिएँ तर वास्तवमा हो कि होइन है। पहिला थियो होला सायद शेर्पाहरूको अहिले त खास त्यस्तो छैन होला। शेर्पाहरूले त्यस्तो गर्छ भनेर सुनेको थिएँ मैले है। यहाँ त्यस्तै पहिला त्यस्तै थियो र यहाँ त्यसरी भनेको छ यो सदुकीहरूले हाम्रो प्रभुले अप्ठ्यारो पारेर क्वेसन सोधेको छ अनि प्रभुले यहाँ मजाले भनिदिनु भएको छ होइन। कसकी त्यो चाहिँ मृतकहरूको पुनरुत्थानमा हुँदा त्यो कसकी पत्नी हुनेछ किनकि त्यसलाई 7 जनाले बिहा गरेको थिए भनेर लेखिएको छ। अनि 24मा भनेको छ येशूले तिनीहरूलाई भन्नुभयो तिमीहरू भुलमा परेका कारण यही होइन र कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ न परमेश्वरको शक्तिलाई जान्दछौ। किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ तिनीहरू न त विवाह गर्छन् न तिनीहरूको विवाह हुन्छ तर तिनीहरू स्वर्गमा भएका दूतहरू जस्तै हुन्छन्। मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मूसाको पुस्तकमा पढेका छैनौ कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मूसालाई भन्नुभयो म अब्राहमको परमेश्वर इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ भनेर त्यसरी यहाँ भन्नुभएको छ होइन। यहाँ प्रभु येशूले भन्नुभएको छ तिमीहरू भुलमा परेका छौ होइन। तिमीहरू न त धर्मशास्त्र जान्दछौ न परमेश्वरको शक्तिलाई जान्दछौ है। मानिस मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ तिनीहरू न त बिहा गर्छ न तिनीहरू बिहा हुन्छ है। तपाईँ हाम्रो जब पछि पुनरुत्थान हुन्छ नि तपाईँ हामी जो स्वर्गमा गयो भने नि न हाम्रो बिहा हुन्छ होइन न कसैको बिहा हुन्छ त्यहाँ केही पनि हुँदैन बिहा हुँदैन। यहाँ चाहिँ त्यही भनेको छ न त बिहा गर्छ न तिनीहरूको बिहा हुन्छ भनेर प्रभु येशूले भन्नुभएको छ। अनि तिनीहरू चाहिँ कस्तो हुन्छन् अरे भन्दा स्वर्गदूत जस्तै हुन्छन् भनेर यसरी भन्नुभएको छ। स्वर्गमा गएपछि स्वर्गदूत जस्तै भइहाल्यो तपाईँ हामी होइन। जसको लागि आज तपाईँ हामी यसरी हामी प्रभुलाई पछ्याएर आज यसरी हामी काम छोडेर सेवा सङ्गति गर्न आएको कारण के हो त? यो मजा गर्नु यहाँ के हामी गीत मात्रै गाउन आएको छौँ हामी होइन। हाम्रो मुख्य विशेष कुरा एजेन्डा चाहिँ हामी मरेपछि हाम्रो आत्मा चाहिँ स्वर्गमा होस् भन्नको लागि नै विशेष गरेर चाहिँ यो हो होइन। हामी मेन कुरा भन्ने इम्पोर्टेन्ट कुरा चाहिँ यो छ हाम्रो। हामी 2 दिनको लागि मात्रै चङ्गै हुनुको लागि मात्रै होइन 2 दिनको हामी बाँचुन्जेल मात्रै हामीले केही हाम्रो फलिफाप हुनेको लागि मात्रै होइन बरु त्योभन्दा बरु दुःखमा होस् तर अन्तिममा तपाईँ हाम्रो आत्मा चाहिँ स्वर्गमा होस् भनेको लागि विशेष गरेर हामी त्यसरी हिँडेको हामी है। त्यो भएर हामी यहाँ भन्दैछौँ प्रभुले त्यही भन्नुभएको छ स्वर्गमा गएपछि न त बिहा हुन्छ न त बिहा गर्छ तर तिनीहरू स्वर्गदूत जस्तो हुन्छन् भनेर भनेको छ होइन। अनि तलतिर के भनेको छ भने मूसाको पुस्तकमा पढेका छैनौ तिमीहरूले कसरी पोथ्रोको विषयमा लेखिएको खण्ड परमेश्वरले मूसालाई भन्नुभयो म अब्राहमको परमेश्वर इसाकका परमेश्वर याकुबका परमेश्वर हुँ। उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जिउँदाहरूका हुनुहुन्छ तिमीहरू एकदमै भुलमा परेका छौ भनेर यहाँ यसरी भन्नुभएको छ। अनि मूसासँग पहिला आगोको बिचमा भएर बोल्नुभएको छ होइन। पोथ्रोमा आगो चट्ट टट्ट टट्ट लागिरहेछ केही पनि छैन केही देखिँदैन आगो मात्रै देखिन्छ त्यहाँ बिचबाट बोल्नुहुन्छ परमेश्वर है। मूसासँग त्यसरी बोल्नुभएको छ परमेश्वर त्यसरी आगोबाट बोल्नुहुन्छ यहाँ त्यसरी भन्नुभएको छ परमेश्वरले। र त्यसै गरी फेरि हामी अर्को हामी लुकामा छिर्नेछौँ हामी लुकाको पुस्तक 14मा फेरि हामी लुकामा जाउँ लुकाको पुस्तक 14मा
लुकाको पुस्तक 14:14मा हामी हेर्नेछौँ ल। लुका 14:14मा हामी हेर्नेछौँ। त्यो के लेखेको छ भने, र तिमीले आशिष पाउनेछौ किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैन, तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले त्यसको प्रतिफल पाउनेछौ। आमेन, हालेलुया, परमेश्वरलाई महिमा होस्। यहाँ भनेको छ तिमीले आशिष पाउनेछौ किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैन, तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ। अब यहाँ पनि यो मात्रै पढ्यो भने हामीले केही बुझ्दैनौँ कि फल त पाउनेछौँ, किन पाउनेछौँ, कसरी पाउनेछौँ। फेरि यो मात्रै पुस्तक पढ्दा हामी जान्दैनौँ कि। तर अलिकति हामी वास्तव हेर्छौँ भने के लेखेको छ भने, त्यहाँ तिमीले बिहान अथवा बेलुकीको भोज लाउँदा आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीलाई निम्तो नदेऊ, नत्र त तिनीहरूले आफ्नो साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिन्छन्। तर तिमीले चाहिँ भोज लगाउँदा गरिब, लुला, लङ्गडा, अन्धाहरूले बोलाऊ भनेर यसरी भनेको छ है। अनि तपाईँ हामीले भोज ल्याउँदा चाहिँ यसरी वचनले चाहिँ भन्छ धनीहरूले नबोलाऊ है, तिम्रो आफन्त दाजुले नबोलाऊ भनेको छ। तर अब नबोलाए पनि हामीले हुँदैन है, हामी रिसाइहाल्छ, गुनासो गरिहाल्छ। तर वास्तवमा चाहिँ नबोलाऊ, कि बोलायो भने कि तिम्रो गुण चाहिँ त्यो धनीहरूले तिरिहाल्छ कि, जति लगेको थियौ त्यो ल्याइदिइहाल्छ। अनि त्यो के भएर त्यो गुण फर्काएको भएन। तर गरिबलाई बोलाऊ, लुला लङ्गडाले बोलाऊ, ताकि तिनीहरूले तिर्नु सक्दैन। अनि मात्रै यहाँ के भनेको छ भने तिमीले आशिष पाउनेछौ किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैन भनेर भनेको छ। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ है। अब यो कुरामा हाम्रो सिनियर पास्टर लोकमान दाजु उहाँले नै भन्नुभएको थियो नि त होइन, हामीले अलिकति सुनाउनु भएको थियो त्यो कोरियाको एउटा धनी पास्टरको बारेमा। त्यत्रो धनीहरू 5,000 कति उसको पास्टर मात्रै थियो अरे भनेपछि कति थियो होला पैसा त, त्यो हिसाबमा कुरै नगरौँ न होइन, कति करोड थियो होला पैसा त। तर स्वर्ग गएर चाहिँ स्वर्गमा जाँदाखेरि कति गाह्रो भयो, छिर्नु गाह्रो भयो, तपाईँहरूले सुन्नुभयो होला होइन। अनि त्यहाँ रुयो, यहाँ रुने हुने छैन, यहाँ रुने कामै हुँदैन, यहाँ रुनेको मतलबै हुँदैन, यहाँ रुनै पाइँदैन यहाँ भनेर स्वर्गदूतले भन्दाखेरि गएर स्वर्ग जानु खोज्छ तर ढोका खोल्दैन है। त्यत्रो धनी मान्छे, त्यस्तो राम्रो मान्छे, खुङ्गार मान्छे, 5,000जना उसले पास्टर बनाएको मान्छे, अब ढोका खोलिएन। ल हेर्नुहोस् त हामीले कसरी आराधना गरेको थियौँ। अब यहाँ चाहिँ के भनेको छ, पवित्र आत्मासँगको आराधना गर कि के भन्नुभएको थियो क्या। पवित्र आत्मासँगको आराधना गर, त्यसले चाहिँ एकदमै भित्र भिजिएर गहिरिएर होइन। हामी कि यहाँ आएर त्यो मिठो गीतहरू गाएर ताली बजाएर उफ्रेर मात्रै हुँदैन नि त, त्यही भएर गहिरिएर चाहिँ हामी उहाँसँग नजिक हुनुपर्ने रहेछ भन्ने कुरा हो, थाहा भयो। अनि हो त्यसरी पवित्र आत्मासँग गहिरिएर प्रार्थना आराधना गरेपछि ढोका खोलियो। तर ढोका खोलिएपछि स्वर्गमा गयो, तर केही पनि छैन सम्पत्ति त, खै उसको सम्पत्ति त केही छैन है। उसले चाहिँ एउटा जाडोले कामिरहेको एउटा बुढो मान्छे बसिरहेको बुढोलाई उसले लागेको कोट चाहिँ फुकालेर यसो दियो। अनि एउटा चाहिँ बर्गर खाँदै गरेको खानु नपाएकोले बर्गर कि के दिएर चाहिँ उसको सम्पत्ति त्यति मात्रै थियो भने भनेको चाहिँ हेर्नुहोस् ल, हेर्नुहोस् त। अब त्यो बुढोले त बर्गर फर्काउन सक्दैन त, गरिबले होइन, त्यो लुगा फर्काउन सक्दैन, बर्गर फर्काउन सक्दैन हो। त्यही भएर हामीले त्यहाँबाट बुझ्न सकिएको छ कि धनीले दियो भने त तपाईँको धनीले तपाईँको दब्बर दिइहाल्छ नि है, ए फल्लाले दियो म पनि दिन्छु भनिहाल्छ। तर गरिबले चाहिँ त्यो गुण फर्काउन सक्दैन। अनि त्यतिखेर तपाईँ हामीलाई चाहिँ पछि चाहिँ आशिष उहाँले दिनुहुनेछ भन्ने कुराहरू यहाँ यसरी बुझिएको छ। र समय निकै छिटो कुद्दै रहेछ है, हामी बच्चा पनि छिटो कुदौँ होला होइन। अनि फेरि हामी लुकाको पुस्तकमा युहन्नाको पुस्तकमा हामी छिर्नेछौँ ल। फेरि अब युहन्ना 5मा हामी छौँ, सरासर जाउँ हामी, सरासर युहन्ना 5को मृतकहरूले उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ। त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छ त्यसलाई जीवन दिनुहुन्छ, जीवन दिँदछ। किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ। हालेलुया, परमेश्वरलाई महिमा होस्। त्यही भएर आज कतिपय शिक्षाहरू आज नमिल्ने, तपाईँ हामीसँग नमिल्ने शिक्षाहरू आएको छ, तिनीहरू चाहिँ पुत्रलाई जान्दैन, पितालाई मात्रै जान्छ अरे कि। अब यहाँ तपाईँ हामीले बुझ्नेछौँ, यहाँ हामीले हेरिसकेका छौँ त 23-22ले के भनेको छ। किनकि पिताले कसैको न्याय गर्नुहुन्न,
तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ है। अब पुत्रलाई दिनुभएको छ, पुत्रलाई चिन्दैन भने अनि अब कसरी स्वर्ग जाने, ल हेर्नुहोस् त है। त्यस्तो भुल्न परेको छन् मान्छेहरू। अनि ताकि सबैले पुत्रको आदर गरून् जसरी तिनीहरूले पिताको आदर गर्छन्। पुत्रको आदर नगर्नेले उसलाई उठाउनु हुने, उसलाई पठाउनु हुने पिताको पनि आदर गर्दैन भनेको छ। पुत्रलाई आदर नगर्ने पितालाई पनि आदर गर्दैन भनेर भनेको छ है। यहाँ यस्तो कुरो भनेको छ। अनि 25 मा हामी फेरि हेर्नेछौँ। 25 मा चाहिँ भन्छ फेरि त्यसैको 25 मा है, साँच्चै म तिमीलाई भन्दछु त्यो समय आइरहेको छ र त्यो समय अहिले नै हो जब मृतकहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्ने छन्। आमेन। ल हेर्नुहोस् त, त्यतिखेर चाहिँ येशू प्रभु पुत्र येशूको स्वर सुन्ने छन् भनेर यसरी भनिएको छ है। स्वर सुन्ने छन् र सुन्नेहरू बाँच्ने छन्। अब सुन्नेहरू मात्रै बाँच्ने छन् भनेको चाहिँ हेर्नु चाहिँ अब त्यतिखेर कसले सुनिन्छ कसले सुनिन्थ्यो थाहा छैन है। त्यतिखेर अब थाहा हुन्छ होइन। अनि किनभने जसरी पिता आफैले जीवन छ उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवन स्रोत हुने अधिकार दिनुभएको छ भनेर यसरी भन्नुभएको छ। अनि 28 मा भन्छ दिनुभएको छ अनि उसलाई न्याय फैसला दिने अधिकार दिनुभएको छ किनभने ऊ मानिसको पुत्र हो है। उसलाई चाहिँ न्याय फैसला दिने अधिकार सम्पूर्ण पिताले चाहिँ पुत्रलाई यसरी दिनुभएको छ है। यस्तो मजाले भनेको छ। अनि सबै कुराहरू गर्ने नै येशू प्रभु पुत्र येशू नै हुनुहुन्छ के है। तर आज धेरै हामीसँग शिक्षा नमिलेर चाहिँ पितामा जाने धेरैजना छन् है, धेरै छन् है, त्यस्ताहरू छन्। तर यहाँ चाहिँ भनेको छ सबै कुरा चाहिँ पिताले पुत्रलाई दिनुभएको छ भनेर हामीले देखिरहेका छौँ, हेरिरहेका छौँ। वचनमा लेखिरहेको छ, तपाईँ हामीले लेखेको होइन के अरे होइन। अनि 28 मा लेखेको छ, 28 मा छ यसमा अचम्म नमान किनभने समय आइरहेको छ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्ने छन् र बाहिर निस्किआउने छन्। सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्डको पुनरुत्थानको निम्ति भनेर यहाँ मजाले भनेको छ। तपाईँ हामीले सुकर्म गरेका छौँ कि कुकर्म गरेको छौँ त्यतिखेर मात्रै थाहा हुने रहेछन् होइन। अनि वचनले यसरी भनेको छ। अब हामी अझै छिटो हामी कुद्नेछौँ। फेरि त्यही यूहन्नाकै हामी यूहन्ना 5 मा हेऱ्यौँ भने यूहन्ना 11 मा हामी फेरि हामी जानेछौँ। यूहन्ना 11 मा पल्टाउँ त। यूहन्ना 11 को 23 मा के भनेको छ? तेइसमा यसले तिमीलाई भन्नुभयो तिम्रो भाइ फेरि जीवित हुनेछ है। तिम्रो भाइ फेरि जीवित हुनेछ भनेर भनेको छ। अब फेरि यति मात्रै पढ्नु बुझिँदैन। अब को हो तिम्रो भाइ भनेको है? माथि चाहिँ लाजरस, गरिब लाजरस मरेको थियो नि, त्यो भाइ चाहिँ फेरि जीवित हुनेछ भनेर येशू प्रभुले ती मार्थाले भनिरहेका छन्। अनि मार्थाले हामी 25 मा हेर्नेछौँ। मार्थाले उहाँले भनिन् म जान्दछु कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा त्यो फेरि जीवित भई उठ्नेछ। यसले तिनलाई भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि जीवित हुनेछ अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ भनेर यहाँ यसरी भनेको छ होइन। अनि मार्थाले भनेको छ अब प्रभु त्यतिखेर हुनुहुन्न थियो, तपाईँ हुनुभएको मर्ने थिएन, हाम्रो भाइ चाहिँ अब पुनरुत्थान हुँदाखेरि उठ्नेछ भनेर उसले सोध्छ। तर तिम्रो भाइ फेरि जीवित हुनेछ भनेर उहाँले भन्नुभएको छ। अनि 25 मा छ है पुनरुत्थान येशूले भन्नुभएको छ पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने चाहिँ मऱ्यो भने पनि फेरि जीवित हुनेछ। आज येशू प्रभुले विश्वास गर्ने चाहिँ मऱ्यो भने पनि जीवित हुनेछ। त्यस कारणले प्रभु येशूले विश्वास नगरेर कसले गर्ने त होइन। यसरी यहाँ मजाले भन्नुभएको छ। अनि के यो तिमी विश्वास गर्छौ भनेर प्रभुले भन्नुभएको छ येशू प्रभुले होइन। अनि फेरि हामी यसरी अब यूहन्ना 11 मा हामीले हेऱ्यौँ भने पहिलो कोरिन्थीमा हामी हेरौँ त। फेरि पछाडि कुदौँ पहिलो कोरिन्थीमा। यूहन्ना, प्रेरित, रोमी
पहिलो कोरिन्थी पहिलो कोरिन्थी 15 मा छिर्नु त हामी पहिलो कोरिन्थी 15 मा पहिलो कोरिन्थी 15 को 12 मा के लेखेको छ भने यहाँ म पढ्छु यहाँ पनि मृतकहरूको पुनरुत्थान भनेर लेखेको छ हेर्नुस् है ल यहाँ पनि मृतकहरूको पुनरुत्थान भनेको छ 12 मा लेखिएको छ मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भने प्रचार गरिन्छ भने कसरी तिमीहरू मध्ये कसैले मृतकको पुनरुत्थान हुँदैन भन्न सक्छौ भनेर यसरी यहाँ भन्नुभएको छ हैन मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भने प्रचार गरिन्छ तपाईँ हामीले त्यो भने त आज हामी मरिगए पनि हामी प्रभुलाई छोड्न सक्दैनौँ कारण त्यो यदि प्रभु येशू पनि मरे हुनुभए जीवित नहुनु भए पुनरुत्थान नहुनु भएको भए हामी किन व्यर्थमा हिँड्थ्यौँ र हैन आज विशेष गरेर चाहिँ यो हो नि त येशू प्रभु जस्तो जीवित मरेर फेरि 3 दिनपछि जीवित भएर फेरि देखा परेर अनि फेरि स्वर्ग जानुभएको को छ अरे संसारमा कतिवटा धर्म कर्म छ तर को छ कहीँ पनि छैन उहाँको जस्तो बाटो कहीँ पनि छैन उहाँले भने जस्तो कोही नै पनि छैन हैन उहाँले त्यति मात्रै नभएर उहाँको हात र खुट्टामा ठोकेको त्यो काँटी चाहिँ कत्रो थियो होला ताकि थोमाको हात अम्ला पस्ने काँटी चाहिँ कत्रो थियो होला के काठमा हान्ने त्यो 4 इन्चको काँटीले हुन्छ छिर्छ तपाईँ हाम्रो अम्ला छिर्ने पालमा चाहिँ कत्रो काँटी थियो होला त्यस्तो काँटीले चाहिँ हानेको थियो भनेर यहाँ यसरी लेखेको छ त्यो ठुल्ठुलो काँटीले हानेको थियो भने लेखेको छैन तर सबैले विश्वास गर्यो सबैमा देखा पर्नुभएको थियो तर भाइ थोमाले चाहिँ विश्वास गरेको थिएन जबसम्म म उहाँको हत्केलामा औँला घुसार्दिनँ जबसम्म उहाँको कोखामा हात घुसार्दिनँ तबसम्म म विश्वास गर्ने छुइनँ भनेको थियो तर त्यतिखेर उहाँ चाहिँ त्यहाँ देखा पर्नुभयो उसको अगाडि अनि तिम्रो औँला मेरो हत्केलामा छिराउ अनि उसले छिराएर विश्वास गर्यो तर त्यतिखेर प्रभुले भन्नुभएको छ तर धन्य जो व्यक्तिहरू मलाई देखेका छैनन् र पनि म माथि विश्वास गर्छन् भनेर भन्नुभएको छ हो तपाईँ हामीले उहाँलाई प्रत्यक्ष देखेका छैनौँ र पनि हामी आज उहाँले विश्वास गर्छौँ ताकि किन गऱ्यौँ त भन्दाखेरि उहाँ जीवित भई उठ्नुभयो त्यस्तो प्रमाण छ उहाँको चेलाले हात छिराएको छ अम्ला छिराएको छ सँगै हिँड्नुभएको छ हैन अनि 40 दिनपछि स्वर्ग जानुभएको त्यो प्रमाण छ त्यही भएर तपाईँ हामी चाहिँ मरिगए पनि हामी पछि हट्दैनौँ है तपाईँ हामीले आज लाख करोड दिए पनि हामी पहिलाको संसारमा हामी फर्कन सक्दैनौँ क्या हामी है त्यति मात्रै नभएर तँलाई मारिदिन्छु भने पनि तपाईँ हामी फर्किनु हुँदैन यदि तपाईँ त्यसमा चाहिँ फर्क्यौँ भने त्यो हामी परीक्षाबाट फेल भयो अनि परीक्षाबाट फेल भएपछि अनि अन्तिमको दिनमा त कसरी जाने त माथि पुग्ने त कुरै छैन है त्यो भएर तपाईँ हामी चाहिँ एकदम गहिरो बलियो हुने कारणले त्यो त्यस्तो प्रमाणहरू छन् येशू प्रभुको त्यस्तो वचन प्रमाण छ तर कुनै पनि धर्मकर्ममा त्यस्तो प्रमाण छैन है त्यो भएर हामीले आज हामी त्यसरी बलियो भएका छौँ हामी पहिलो कोरिन्थी 15 को 12 मा हामी यहाँ पनि त्यही भनेको छ नि त हैन अनि 35 मा पनि हामी जानेछौँ त्यही कोरिन्थी पहिलो कोरिन्थी 15 को 35 मा पनि हेर्नेछौँ हामी ल 35 पनि हेर्नुहोस् त 35 मा पनि पुनरुत्थान भएको शरीर भनेको छ यहाँ पनि 35 मा पनि तर कसैले सोध्ला मृतकहरू कसरी पुनर्जीवित हुन्छन् र तिनीहरू कस्ता किसिमका शरीर लिएर आउने छन् है कस्ता शरीर लिएर आउने छन् हे मूर्ख जे तिमी रोप्छौ त्यो नमरिकन सजीव हुँदैन जे तिमी रोप्छौ त्यो चाहिँ पछि हुने शरीर होइन तर बिउ मात्र रोप्छौ चाहे त्यो गहुँ अथवा अरू कुनै किसिमको अन्न होस् भनेर यहाँ पनि यस्तो मजाले भनेको छ हेर्नुहोस् त ल है तर कसैले सोध्लान् मृतकहरू कसरी पुनर्जीवित हुन्छन् र तिनीहरू कस्ता किसिमका शरीर लिएर आउँछन् आज प्रभुले विश्वास नगरेर त्यही त भन्छ नि खाने हो मर्ने हो हैन पछि मरेपछि जेसुकै होस् न है ढुङ्गा होस् कि माटो होस् जेसुकै होस् न के मतलब र त्यही त भन्छ नि हैन मरेपछि के हुन्छ हुँदैन कसलाई थाहा भने अब मरेपछि फेरि हाम्रो आत्मा हुन्छ भन्ने कुरा थाहा छैन कि उनीहरूलाई थाहै हुँदैन विशेष प्रभुलाई नचिन्ने व्यक्तिहरू खाने हो मजाले गर्ने हो खाने जति जीवन हुँदै यो शरीर हुँदै सास हुँदै गर्ने हो भन्छ मरेपछि जेसुकै होस् भन्छ हैन तर वास्तवमा चाहिँ मरेपछि पनि मानवको चाहिँ त्यसरी आत्मा हुन्छ हैन त्यसरी यहाँ पनि भनेको छ कस्तो किसिमको शरीर लिएर आउने छ भने तर भन्नुभएको छ यहाँ हे मूर्ख जे तिमी रोप्छौ त्यो नमरिकन सजीव हुँदैन जे तिमी रोप्छौ त्यो चाहिँ पछि हुने शरीर होइन तर बिउ मात्र रोप्छौ भनेको छ अब तपाईँले सजिलो हामी इक्जाम्पल जाउँ है
हामी सागको बिरुवा रोप्छौँ, धान, मकै, गहुँ, हामी जे पनि रोप्छौँ। तपाईँले हेर्नुहोस्, उखालेर हेर्नुहोस्, त्यो नमरिकन त नयाँ आउँदैन त। त्यो पहिला रोपेको मर्छ अनि मात्रै नयाँ आउँछ है। यति मजाले बनेको छ क्या। अब यो क्वेसन कसले चाहिँ यो उत्तरमा दिनुसक्छ त यो कुरामा? मजाले बनेको छ। अब होइन बाबु, तपाईँ हामीले हेर्नुहोस्, गाउँमा के रोप्नुहोस् त, त्यो रोपेको बिउ रोप्छौँ हामी, त्यो बिउ चाहिँ मरेर अनि मात्रै अर्को आउँछ। त्यो नमरिकन त्यो अर्को आउनै आउँदैन। त्यही भएर यहाँ त्यही बनेको छ क्या है। जे तिमी रोप्छ त्यो नमरिकन सजीव हुँदैन, यो सबैले जानेको कुरा हो। त्यही भएर 35मा यो छ भने 36मा फेरि के लेखेको छ भने 36 यहाँ हेरिसक्यौँ होइन, 36 पनि हेरिसक्यौँ। अनि त्यसैको त्यही पहिलो कोरिन्थी 15कै फेरि हामी 42मा हामी हेर्नेछौँ। फेरि 42मा चाहिँ के लेखेको छ भने नि, मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो, जुन शरीर विनाशमा गाडिन्छ त्यो अविनाशमा जीवित हुन्छ। हालेलुया। मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो, जुन शरीर विनाशमा गाडिन्छ त्यो अविनाशमा जीवित हुन्छ, अविनाशमा जीवित हुन्छ। अनि 43मा भनेको छ, अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ, दुर्लभतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ भनेर यहाँ यसरी मजाले भनेको छ त है। अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ भनेको छ होइन। तपाईँ हामी अब कतिपय त्यस्तो अनादरमा गाडिन्छ भोलि तपाईँ हामी थाहा हुँदैन। तपाईँ हामी कसरी मर्छौँ भयो होइन, बा सुसमाचार दिन जाँदाखेरि बा तपाईँ हामीलाई मारेर बा त्यतिखेर मरे त झन् राम्रो के है। कतिखेर कस्तो कसरी मर्छौँ त्यो हामीलाई थाहै हुँदैन। कतिखेर हाम्रो प्राण जान्छ, परमेश्वरले जान्नुहुन्छ। कति वर्ष बाँच्ने आयु उहाँले दिनुभएको छ, लेखिदिनु भएको छ, त्यो तपाईँ हामीले भोग्नुपर्ने छ। यहाँ मजाले बनेको छ, अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ, दुर्लभतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ भनेको छ। अनि प्राकृतिक शरीर त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ भनेर भनेको छ। र प्राकृतिक शरीर छ भने अब के अरे, आत्मिक शरीर पनि अवश्य छ। तपाईँ हामी मानवको चाहिँ त्यस्तो हुँदो रहेछ है। अनि पशु पक्षीको त्यो फेरि त्यस्तो हुँदैन फेरि। र अब हामी अन्तिममा छौँ, ठिक्क समय पनि त्यस्तै आधी घन्टा भएछ है। म आधी घन्टामा धेरै बोल्दिनँ भने त्यस्तै भएछ। अब अन्तिम एउटा प्रकाशमा हामी छिरौँ ल। प्रकाशको पुस्तक 20मा हामी छिर्नेछौँ र हामी समय वचनलाई अन्त्य गर्नेछौँ। प्रकाश 20मा हामी जाउँ। प्रकाश 20को 4 र 6मा हामी हेर्नेछौँ ल। प्रकाश 20को 4 र 6मा के भनेको छ भने, तब मैले सिंहासन र त्यसमाथि बस्नेहरूलाई देखेँ, जसले इन्साफ गर्ने अधिकार दिएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटेकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलाउनेहरूको आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे। अरू मरेकाहरू चाहिँ ती 1000 वर्ष नबितिन्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर यिनीहरू परमेश्वर र ख्रिस्टका पुजारी भएर उनीसँग 1000 वर्षसम्म राज्य गर्नेछन्। आमेन। यहाँ यसरी मजाले भनेको छ होइन, 4 देखि 6सम्म होइन। सिंहासनमा र त्यसमाथि बस्नेहरूलाई मैले देखेँ, जसलाई इन्साफ गर्ने अधिकार दिएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटेकाहरू, अघि मैले भने नि त होइन, येशूको गवाहीको निम्ति परमेश्वरका वचनको निम्ति शिर काटेकाहरू, त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू। तपाईँहरूले मूर्ति पूजा गरेर छोडिसकेका छौँ होइन। र अब भोलि तपाईँ हामीलाई के गरेर, कति पहिला ढुङ्गाले हानेर मार्छ कि, काटेर मार्छ कि, गोली हानेर मार्छ कि,
त्यो भने झनै राम्रो झनै बेस्ट रहेछ। यहाँ पनि त्यही भनेको छ, शिर काटेकाहरू भनेको छ होइन, मूर्ति पूजा नगर्नेहरू र त्यसको छाप निधारमा वा हातमा नलगाउनेहरू, ती आत्माहरूलाई चाहिँ मैले देखेँ भनेको छ। ती मूर्ति पूजकलाई देखेँ भनेको छैन, मूर्ति नपुज्नेहरूलाई, शिर काटेकाहरूलाई है, त्यस्तोलाई देखेँ भनेर यहाँ भनेको छ। त्यस्तो आत्मालाई देखेँ भन्नुभएको छ। तिनीहरू फेरि जीवित भए अरे है, तिनीहरू ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे र अरू मरेका चाहिँ ती 1000 वर्ष नबितिन्जेल उनीहरू जीवित भएन भनेर यस्तो मजाले डरलाग्दो कुराहरू भनेको छ। र यो पहिलो पुनरुत्थान हो अरे क्या, यो चाहिँ पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य हुन्, धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रिस्टका पुजारी भएर उहाँसँग 1000 वर्षसम्म राज्य गर्नेछन् भनेर भनेको छ। र तपाईँ हामी आज यसरी नै उहाँसँग पुजारी भएर, प्रभु यीशु ख्रिस्टको पुजारी भएर आज हामी हिँड्नु परेको छ होइन। तपाईँ हामीले हिँड्दाखेरि कति पहिले त छेउछाउ छिमेकीहरूले कति घृणा गरेको छ, यिनीहरू विश्वासीहरू क्रिस्चियनहरू यिनीहरू अनेक भन्छ नि होइन, कति भन्छन्। तर जेसुकै बनोस्, तपाईँ हामी हिँड्नु छोड्नु हुँदैन। वचनले यसरी मजाले भनेको छ, यही वचन अनुसार हामी हिँड्यौँ भने तपाईँ हामीको अवश्य हाम्रो स्वर्गमा हाम्रो बास हुनेछ भनेर हामी विश्वास गर्छौँ। त्यसैको लागि हामी हिँडेको छौँ। हुन्छ, धन्यवाद। यो वचन चाहिँ मैले भनेको 5 मिनट चाहिँ अघि बढेछ होइन, माफ गर्नु होला है, म आधी घन्टा मात्रै बोल्छु भनेको थिएँ होइन। ठिक छ, यो समय अब यो वचन म यतिमै म सिद्ध्याउँछु, यतिमै सिद्धिएको छ। र यो समय फेरि हाम्रो सञ्चालिका नानीलाई म सम्मान दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। फेरि पनि यहाँ सम्पूर्णलाई ख्रिस्ट जय मसीह।